नम्बर 3 को प्रत्यक्ष उम्मेदवार म भए समानुपातिक तर्फबाट उहाँ हुनुहुन्छ। अब अनुष्का हो। अब यसमा दुवै मतपत्रमा चाहिँ घन्टीमा नै भोट हाल्नु होला। एउटामा मात्र होइन, एउटा मतपत्र दिन्छ, त्यसमा हालेर त्यो पचाएर राखिसकेपछि दुवैमा दिनुभयो भने मात्र बल्ल बलियो सरकार बन्छ। जुन भदौमा घटना घट्यो त्यसमा पनि आफू पनि त्यही नै थिए त्यो दिन। आफूले भर्खर बाटो सेयर गरेको भाइ बहिनीहरूले त्यो भिडियो आउँदाखेरि त पत्याएन, यो त होइन होला सत्य जस्तो लाग्यो, तर त्यो भएकै हो। अपराधीलाई सजाय हुनुपर्छ र अब बेटर दिन आउनै पर्छ। यहाँहरूको पनि कति धेरै छोराछोरी नातिनातिनीहरू विदेशमा हुनुहुन्छ होला। म पनि विदेश पढेर फर्केको हुँ। आज आफ्नै सानो उद्यम गर्छु। उहाँहरू जस्तोलाई देखेर होइन, समाधान सरकारमा बसेरै आउँछ भनेर छ। त्यही भएर हो, समस्या छन् तर सम्भावना पनि छन्। गर्ने तपाईँ हामीले नै हो। यसरी नै साथ सहयोग माया भोटका साथ दिइराख्नु होला। सोभितालाई हामीलाई समानुपातिक तर्फबाट प्रत्यक्ष तर्फबाट दिन्छ नि। ल दुईटा मतपत्र हुन्छ, दुईटैमा घन्टी है। एउटामा छाप लगाउने घन्टीमा पट्याएर हाल्ने, अनि अर्को आउँछ अनि त्यो अर्कोमा पनि घन्टीमा हाल्ने, पट्याएर हाल्ने। त्यसो गरेर दुईटैमा दिनुभयो भनेदेखि देशभरिबाट युवा पुस्ताहरू संसदमा जान पाउँछन्। कहिले कहिले फेरि अरू पार्टीका आएर फकाउन सक्छन्, एउटा चाहिँ यता दिनु एउटा चाहिँ उता दिनु नि त भनेर फकाउन सक्छन्। त्यसमा त्यो झुक्क्यानमा नपर्नु होला। त्यो भोट बाँडियो भनेदेखि हाम्रो भविष्य पनि बाँडिन्छ, छोराछोरीको भविष्य पनि बाँडिन्छ, समृद्धि पनि बाँडिन्छ, सबै कुरा बाँडिन्छ नि त। भोट सँगसँगै अरू कुरा पनि बाँडिन्छ भोलि दिनमा आउने कुराहरू। त्यो भएर अब आमाहरूलाई केही भन्नै पर्दैन। योचोटि भोट दुईटै मतपत्रमा घन्टीमा है, एकदम नबिग्रिने। त आमाहरू यत्रो कति सालदेखि भोट हाल्दै आउनु भएको छ, वर्षौँ यो कपाल कालो हुँदादेखि एकदम युवा हुँदादेखि भोट हाल्दै आउनु भएको। जनताको माझमा आएर भोट चाहिने बेलामा त्यो नेता आएकै होला नि, यो बनाइदिन्छु त्यो बनाइदिन्छु भनेकै होला नि। यही ठाउँबाट ठुल्ठुला नेता जिताएर पठाउनु पनि भयो हो। अब के बन्यो के बनेन, के छ आजको स्थिति मैले भनिरहन परेन। त्यस कारणले योपालि सबै कुरा परिवर्तन गरेर युवा पुस्ता नयाँ ताजा चाहियो हामीलाई। अब त्यो पुरानो कुराहरू सबै पुरानाले गरिरहेको देखिसक्यो त, कति गर्नुहुन्छ भन्ने कुरा हामीलाई थाहा भइसक्यो। अब नयाँ ताजा चाहियो। त्यसको लागि तपाईँहरूले दुईटा मतपत्रमा दुईटैमा घन्टी है। अब आमाहरूले आशीर्वाद दिनुहुन्छ। अब यस्तो छोरीहरू आछौँ है। आमाहरूको पालामा कहाँ निस्किन पाउनु भयो त, तपाईँहरू चुलो र चौको मात्रै गरेर बस्नु पर्यो है। अब आमाहरूको पालामा सक्नु भएन। अब नाति नातिनाको पुस्तामा यसरी छोरीहरू आइराखेका छौँ। अब छोरीहरूलाई माया गरेर हजुरहरूले योपालि चाहिँ नयाँ ताजा जनादेश दिने गरेर पठाउनु पर्यो। आमाहरूले होइन छोरी नातिनीहरू नै हाम्रो जानुपर्छ भनेर यसरी पठाउनु पर्छ। त्यसो भयो भनेदेखि देशमा परिवर्तन हाम्रै पालामा देख्न पाइन्छ। स्वस्थ रहनुहोस्, आफ्नै पालामा देख्नुपर्छ यो ठाउँ बनेको।